हेलो अलराइट गाइज, यति बेला हामी मनोकामना केवल कार चढ्नको लागि पैदल यात्रा गरेर केही अगाडि पुगिसकेका छौँ। अब भने यहाँको दृश्य तपाईहरूले देखिसक्नु भएको छ होला, कति सुन्दर कति शान्त। यति बेला हामी ब्याकग्राउन्डमा देखाइरहेका छौँ मनोकामना केवल कार देख्न सक्नुहुन्छ। कतिपय व्यक्तिहरू यहाँ पर्यटककै हिसाबले पनि धेरै राम्रो सुन्दर, कतिपय व्यक्तिहरू टाढा टाढाबाट यहाँ टुरिज्मको लागि आउने गरिरहेका हुन्छन्। यहाँ देख्न सक्नुहुन्छ हाम्रो सबै स्टुडेन्ट साथीहरू पछाडि आउँदै हुनुहुन्छ भने म यहाँ नारायणी नदी पनि ऊ साइडमा देख्न सक्नुहुन्छ। नारायणी नदी हो त्यो चाहिँ। यति बेला हामी मनोकामना केवल कार चढ्नको लागि पैदल यात्रा गरेर आइसकेका छौँ। तपाईहरू हेर्दै गर्नुहोला, हामी केवल कारको भिडियो पनि तपाईहरूमाझ राख्नेछौँ। तपाईहरूलाई कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया भने कमेन्ट बक्समा छोड्नु होला।